चिसो ठाउँमा घर हिटरले मात्र हैन घरको डिजाइनले पनि तातो राख्नुपर्छ। हामी प्राय शहरको डिजाइनहरू नक्कल गरेर हिमाली भेगमा घर बनाइरहेको हुन्छौँ अथवा चिसो ठाउँमा घर बनाइरहेको हुन्छौँ, तर यो कुराले चाहिँ हाम्रो घरलाई जेल जस्तो बनाइदिन्छ। अब त्यसो भए बुझाउँ न त चिसो ठाउँमा कस्तो खालको घर बनाउने त। पहिलो नम्बरमा आउँछ ओरिएन्टेसन, यानी कि घरको दिशा। घर दक्षिणतिर फर्काएर बनाउनुहोस् जसले गर्दाखेरि तपाईको घरमा राम्रोसँग घाम आउँछ र उत्तरबाट आउने चिसो हावा रोक्नलाई पनि एकदमै मद्दत गर्छ। अझै कुरा ध्यान दिनुपर्ने कुरा भनेको झ्याल चाहिँ उत्तरतर्फ नराखेकै राम्रो, किनकि उत्तरबाट एकदमै चिसो हावा चल्छ। अब दोस्रो कुरा आउँछ घरको रूप र घरको भित्ता। चिसो ठाउँमा घर एकदमै सानो र एकदमै कम्प्याक्ट खालको गराउनु पर्छ अनि झ्याल पनि एकदमै सानो राख्नुपर्छ जसले गर्दाखेरि इन्सुलिन राम्रो हुन्छ। घरभित्रको तातो सजिलैसँग बाहिर निस्किन चाहिँ पाउँदैन। अब भित्ताको कुरा गर्दाखेरि चाहिँ ढुङ्गा, माटो, भेडाको उल यस्तो यस्तो कुरा मिलाएर पनि बनाउन सकिन्छ र छानामा चाहिँ तपाईले काठ र इन्सुलेसन बोर्ड राख्नुभयो भने पनि तपाईको घरलाई एकदमै तातो राख्छ। र तेस्रो नम्बरमा छ प्यासिभ सोलर डिजाइन। यसको मतलब तपाईले घामको फाइदा लिनुपर्ने हुन्छ। दक्षिणतर्फ ट्रम वाल राख्न सकिन्छ, त्यसैगरी कालो खालको भित्ता राख्न सकिन्छ र बाहिरपट्टि चाहिँ एउटा ग्लास राख्न सकिन्छ जसले गर्दाखेरि दिउँसोमा चाहिँ कालो भित्ताले सनको हिटलाई एब्जर्ब गर्छ र राति बिस्तारै त्यो हिटलाई निकाल्छ। र चौथो नम्बरमा छ स्ट्रक्चर र अर्थक्वेक सेफ्टी। हिमाली ठाउँको जमिन चाहिँ एकदमै रक्की हुन्छ, मतलब कि ढुङ्गै बनेको हुन्छ, त्यसैले तपाईले आफ्नो घरको फाउन्डेसन चाहिँ एकदमै मजबुत बनाउनु पर्ने हुन्छ। त्यसकारण आरसीसी फुटिङ र स्टोन वाल चाहिँ एकदमै राम्रो हुन्छ। र अर्को कुरा तपाईले भूकम्पको लागि रिङ बीम र टाई कलम राख्नै पर्ने हुन्छ है। अब पाँचौं नम्बरमा चाहिँ हिटिङ र एयर सिस्टम। अब हिमाली भेगमा चाहिँ हिटर भन्दा पनि रक मास हिटर चाहिँ एकदमै राम्रो हुन्छ। यसले गर्दाखेरि थोरै दाउरामा नै एकदमै मासमा हिट प्रोभाइड गर्छ। अब छैटौं नम्बरमा छ मोइस्चर र कन्डेन्सेसन। चिसोपना रोक्न तपाईले सिमेन्ट प्लास्टर भन्दा पनि लाइम प्लास्टर युज गर्दाखेरि तपाईलाई सजिलो हुन्छ र राम्रो पनि हुन्छ। त्यसैगरी किचन र बाथरुममा पनि सानो भेन्टिलेसन राख्न छुटाउनु नै हुँदैन। र सातौं नम्बरमा भनेको संस्कृति र सुन्दरता। हाम्रो घर आधुनिक पनि होस् तर हाम्रो पहिचान चाहिँ रहिरहोस्। ढुङ्गा, माटो, काठ नै हाम्रो यो सौन्दर्य हो। यी यस्तै जानकारीको लागि हाम्रो फेस्ट हुँदैछ नेशनल घर निर्माण फेस्ट, जुन पुस 12, 13, 14 र 15 मा भिरकुटी मण्डपमा। त्यहाँ आएर पनि निशुल्क परामर्श लिन सक्नुहुन्छ।